Hey guys, welcome to my mini vlog. अनि आज चाहिँ हामी बिहानै उठेर फ्रेस भइसक्यौँ। फ्रेस भएको चाहिँ हामीले भिडियो बनाउनु पाइएन। अनि अब हामी चाहिँ चट्टसँगले अस्ति हिजो भनेको थिएँ नि तपाईँलाई म योभन्दा अर्को भिडियोमा चाहिँ हामी राइडमा जानेछौँ, बाइक राइडमा भनेर। अनि आज चाहिँ म एन्ड दाजु जाँदैछौँ। अनि आज चाहिँ मेरो क्लास छ। अनि क्लास जाँदै हामी चाहिँ एउटा सानो भिडियो कन्टेन्ट बनाऊ भनेर चाहिँ हामी गइरहेका छौँ। अहिले चाहिँ 6:30 जति भयो। अब बाटोमा के कस्तो हुन्छ हेर्दै जानु होला। अनि हाम्रो यो सानो मिनी ब्लगलाई तपाईँहरू सबैले साथ सपोर्ट एन्ड सबैले माया गरिदिनु होला, सबैसँग पुऱ्याइदिनु होला है। हामी चाहिँ यो युट्युब च्यानल खोलेको धेरै पनि भएको छैन, त्यही 2 दिन जति भयो, 1-2 दिन। अनि हाम्रो चाहिँ युट्युब च्यानलको नाम रहेको छ सिद्धेश्वर, अनि त्यसको निकनेम रहेको छ SR भोजपुर ब्लगर छ। अनि तपाईँहरू सबैले गएर साथ सपोर्ट एन्ड माया सब्सक्राइब गरिदिनु होला है त। सो अनि अब चाहिँ दाजु अगाडि हुनुहुन्छ, त्यो उहाँ र म नै हो खासमा ब्लगर चाहिँ बन्ने ठुलो सानो कन्टेन्ट हो, हामी चाहिँ कन्टेनर हो। अनि तपाईँहरू सबैले साथ सपोर्ट दिनु होला। उहाँ हो हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर गर्भवती बनाइदिनु। दिने भिडियो नआए पनि हप्तामा 2-3 चोटि नभए पनि एकचोटि हप्तामा ल्याउने नै छौँ। अनि हामीले चाहिँ राइडको ल्याउने छौँ या कता घुम्नु गएको ल्याउने छौँ। बाइकमा पनि नहुन सक्छ। तपाईँले फुल सपोर्ट ल्याइदिनु होला। योभन्दा पछाडि त अब मनोकामना, योभन्दा पछाडि मनोकामना हुन्छ। त्यो मनोकामना पनि हाम्रो अलिकति माइकको प्रब्लम छ क्या। अनि हो त्यो माइकको प्रब्लम भएर हामी माइक चाहिँ साट्नु पर्ने छ। अब चाहिँ हामीले होइन तपाईँहरूलाई भने विशेष तपाईँहरू सबैले फुल सपोर्ट गरिदिनु होला होइन। के कस्तो प्रतिक्रिया हुनेछ हामी चाहिँ। अनि ड्रोन ल्याउनु बाँकी छ, ड्रोन र गोप्रो ल्याउनु बाँकी छ। अनि हामी चाहिँ फोन मोबाइल स्ट्यान्ड र माइक लिएको छौँ। अनि अब ड्रोनहरूको हामी तपाईँहरूले फुल सपोर्ट गर्नु भयो भने ड्रोन लिएर हामी तपाईँहरूमा आउनेछौँ। ड्रोनको नि हामी एउटा भिडियो बनाउनेछौँ। त्यही हो, तपाईँहरूले सबैले फुल सपोर्ट गरिदिनु होला। ड्रोन र गोप्रो चाहिँ हामी ल्याउने नै छौँ। शुभ बिहानी शुभ यात्रा मेरो बुढो र मेरो भाइलाई, बिहानको मर्निङ सबैलाई। अनि मेरो बुढो र मेरो भाइले पनि ब्लग बनाउनु हुँदैछ, राम्रो गरी सबैले साथ सपोर्ट दिनु होला। A few moments later. सो अनि हामी चाहिँ घरबाट निस्किसक्यौँ। अनि हामी चाहिँ बाटोमा आइपुग्यौँ। बिर्सै गइएको छ क्या घरबाट बनाउँछ ब्लग त्यो। अनि हामी चाहिँ आधी बाटो भन्दा नि भर्खर हिँडेको यो हामी गोकर्णको मन्दिर आइपुग्नु आँट्यो। अनि यहीँदेखि बनाएको ब्लग चाहिँ। सबैसँग माया मोह राखिरहँ। साइकल राइडरहरू पनि निस्केछ त, लेडिज साथीहरू राइडरहरू साइकल। नदी भन्छ बगिरहँ, सृष्टि भन्छ चलिरहँ। नदी भन्छ बगिरहँ, सृष्टि भन्छ चलिरहँ। मन त भन्छ सबैसँग माया मोह राखिरहँ।
बाँचुन्जेलीलाई 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 बेड़ा खोर 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 बेड़ा खोर 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 कहाँ बिछाएको बौद्ध है हामीलाई नि देखिन्छ पवित्र स्थल बौद्ध गुम्फा के ल्याउनु गएको सिस्न खाने प्लान छ 150 को सिस्न लिनु लागेको 150 को सिस्नु लिनु आँटेको अरे 150 भन्नुको मतलब 150 150 होइन 150 को ल्याउनु लाग्यो हामीले सिस्नु पाउँछ कि पाउँदैन दिउँसो भएर पाउँथ्यो प्रपोज गरिहाल्नु त सिस्नु चाहिँ हामीले त्यहाँ भेटिसकेको छ अब सिस्न भेटिसकेको अवस्थामा फेरि अरू कहीँ पाउँदैन बौद्ध एरिया मात्रै हो अरू कहीँ पाउँदैन बौद्ध सिस्नु ल माग्नु सिस्नु भेटिसक्यौँ अब हामीले चाहिँ यसो सिस्नु भेटिसकेपछि लक्ने त साथीले